दर्शकबिन, वास्तवमा विश्वमा सबैभन्दा बढी सुन्दर युवती कुन देशमा छन् त? यसको उत्तर पाउन सजिलो त छैन, तर पनि विश्व सुन्दरी छानिएको आधार त्यसको आधार बन्न सक्छ। तर यो पर्याप्त छैन। विभिन्न दृष्टिकोणबाट सुन्दर नारीहरूको बाहुल्यता पहिचान गर्ने गरिएको छ। पछिल्लो एउटा अध्ययन अनुसार हाल विश्वमा सबैभन्दा धेरै सुन्दरी भएको र सुन्दर नारीको हिसाबले पहिलो नम्बरमा इटाली रहेको छ। कुनै समय इटाली जीवनशैली र फेसनका हिसाबले विश्वमै प्रख्यात थियो। फेसन र कलात्मक जीवनशैलीले इटालीका युवतीहरूलाई विश्वमै सुन्दर मानिन्छ। इटालीका युवतीहरूको पातलो र अग्लो शरीर, खैरा आँखा, सिल्की कपाल उनीहरूको सुन्दरता दर्शाउने पक्ष हुन्। यस्तै दोस्रो देश रहेको छ अर्जेन्टिना। अग्लो र पातलो शरीर तथा चिल्लो छालाले यहाँका युवतीहरूलाई भिन्नै आकर्षण दिएको छ। अर्जेन्टिनाका युवतीहरू शरीरको बनावटका हिसाबले सुन्दरताकी रानी भनेर चिनिन्छन्। अर्जेन्टिना उनीहरूको रोमान्टिक संस्कृति, खुला समाज र आनन्द गर्ने अभ्यासले नारीहरूको सुन्दरतालाई खुलस्त पारेको मानिन्छ। अर्जेन्टिनाभित्र पनि ब्युनस आयर्स सहर सुन्दर युवतीका लागि बढी नै प्रख्यात रहेको छ। यस्तै तेस्रो नम्बरमा रहेको छ भेनेजुएला। मिस युनिभर्सको इतिहास हेर्दै गयो भने भेनेजुएलाले धेरै पटक उपाधि हासिल गरेको छ। यसले यो नै मुलुकमा कति सुन्दरी युवती होलान् भन्ने अनुमान र विश्लेषण गर्न सकिन्छ। पछिल्लो 10 वर्षमा उसले 3 पटक मिस युनिभर्सको उपाधि जितेको छ। खैरा आँखा, पातलो शरीर, लोभलाग्दो मुस्कान नै उनीहरूको विशेष आकर्षण हो। यस्तै चौथो नम्बरमा रहेको छ रसिया। सुन्दरताको हिसाबले रसियालाई धेरैले प्रशंसा गर्छन्। नारीको शारीरिक सुन्दरताको अध्ययन विश्लेषण गर्ने धेरैले रसियालाई 1 नम्बर ठान्दछन्। पातलो र अग्लो शरीर नै उनीहरूको विशेष आकर्षण हो। छोए दाग लाग्ने जस्तो सफेद छालाको रङ अर्को आकर्षण हो। अनुहारको बनावट र क्लिन छालाको पनि विशेष चर्चा हुने गर्छ। विश्वका विभिन्न समुदाय, मुलुक र वर्णका युवतीहरूसँग रोमान्सको अनुभव सङ्गालेकाहरूले रसियन युवतीको खुबै प्रशंसा गर्ने गरेको पाइन्छ। यस्तै 5औं नम्बरमा रहेको छ संयुक्त राज्य अमेरिका। अमेरिकामा पनि सुन्दर युवतीका लागि कहलिएको देश मानिन्छ। अमेरिका संसारकै ठुलो मनोरञ्जनात्मक गतिविधि हुने मुलुक हो। मनोरञ्जन उद्योगका हिसाबले हलिउड विश्वमै अगाडि छ। यहाँ हजारौं मोडल र सुन्दरीहरूले काम गर्छन्। विश्वका विभिन्न मुलुकबाट अमेरिका बस्नेहरूको सङ्ख्या पनि ठुलो छ। यसले गर्दा अमेरिकामा थरीथरी प्रकृतिका सुन्दरी पाइन्छ। अमेरिकालाई विश्वका सुन्दरीहरूको बगैँचाको पनि संज्ञा दिने गरिएको छ। यस्तै 6औं नम्बरमा रहेको छ दक्षिण कोरिया। कोरियन युवतीहरू संस्कार र शरीर दुवै हिसाबले विश्वमै चर्चित छन्। सामान्य उचाइ, मिलेका दाँत, सफेद शरीर उनीहरूको विशेष आकर्षण हो। कोरियन सुन्दरतालाई प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण मानिन्छ। यस्तै 7औं नम्बरमा रहेको छ लेबनान। सिङ्गो अरबियन क्षेत्रमा लेबनानका युवती सर्वाधिक सुन्दरी मानिन्छ। लेबनानका अग्ला र गौँगुरो वर्णका युवती देखेपछि नलोभिने को होला। उनीहरूको अनुहार वा छालाको रङलाई उज्यालोको संज्ञा दिन्छ। कालो कपाल, हरिया आँखाले उनीहरूको सुन्दरता निखारेको मानिन्छ। लेबनानका युवतीलाई कहिले निराश मुद्रामा देख्न नपाइने धेरैको ठम्याइ छ। यस्तै 8औं नम्बरमा रहेको छ भारत। सुन्दरतामा भारत पनि अघि छ भन्ने कुरा यसले पटक पटक विश्व सुन्दरी र मिस युनिभर्स जितेबाट नै प्रष्ट हुन्छ। भारतका गौँगुरो वर्ण, पातलो शरीर, मन्द मुस्कान भएका युवतीले विश्वमा बेग्लै छाप छाडेका छन्। भारत बलिउडले चिनिन्छ, जहाँ हजारौं नायिका र मोडल्सको उपस्थिति छ। सुन्दरताको विज्ञहरूले भारतीय युवतीमा प्राकृतिक सुन्दरता पाइने र उनीहरूको सेक्सी अनुहारको पनि विशेष वर्णन गरिन्छ। यस्तै 9 नम्बरमा रहेको छ युक्रेन। सुन्दरी युवतीहरूको मुलुकको रूपमा युक्रेनको पनि विश्वमा चर्चा हुने गर्छ। युक्रेनको राजधानी किभ सुन्दरीको नगरको रूपमा परिचित छ। त्यहाँ सबै युवतीहरू मनै लोभ्याउने किसिमका हुने बताइन्छ। उनीहरूको सुन्दर बनावटले गर्दा नै विश्वका कतिपय ठुला कम्पनीहरूले युक्रेनी नारीहरूलाई आफ्नो सेवामा जोड्ने गर्छन्। उनीहरूको सुन्दरताले व्यापारमा सहज हुने ठान्दछन्। पातलो र अग्लो शरीर, नीलो प्रकृतिका आँखा र सिलिक्क परेको खैरो कपाल उनीहरूको विशेषता हो। यस्तै 10औं नम्बरमा रहेको छ जापान।
जापानी युवतीहरू आफ्नै प्रकृतिका छन्, उनीहरूलाई प्रकृतिका परी भनेर पनि भन्ने गरिन्छ। दक्षिण कोरिया र जापानका युवतीहरू धेरै समानता भए पनि संस्कारका हिसाबले जापानी युवतीको बेग्लै चर्चा हुने गर्छ। जापानी युवतीहरूलाई क्युट र मायालु स्वभाव मानिन्छ। सफेद छालाले उनीहरूको अनुहारमा बेग्लै चमक पाइन्छ। ज्यादै सफेद लाग्ने उनीहरूको शरीरको बनावट, छालाको कलर र मिलेको स्वरूपले नै सुन्दरतामा तिखर पारेको छ। दर्शकवृन्द, विश्वका 10 देशहरू जहाँ सुन्दरी युवतीहरूले भरिपूर्ण छ, ती देशहरूको बारेमा हामीले जानकारी दियौँ र यी 10 देशहरूमध्ये कुन चाहिँ देशको युवती तपाईँलाई मन पर्यो कृपया कमेन्ट बक्समा लेख्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्नुहोला, नजिकै रहेको बेल आइकन पनि थिच्न नबिर्सनुहोला।